हेलो साथीहरू सबैजनालाई गुड मर्निङ। हामी चाहिँ अहिले केएल सेन्ट्रलमा छौँ। रुमबाट आज चाहिँ हामी 7 बजे नै रुमबाट निस्केर चाहिँ हामी केएल सेन्टर पुगेको छौँ। हाम्रो प्लान चाहिँ आज क्यान्टिन हाइलेट जानेछ। हामीले टिकट सिकट किनेर हामी बसभित्र छिर्यौँ है। अनि बसभित्र पनि मान्छेहरू आधी जति चाहिँ हुनुहुन्थ्यो होइन, फुल चाहिँ थिएन बस। आधी जति चाहिँ थियौँ हामी, लगभग 15-20 जना जति थियौँ होला। त्यस पछाडि यता हाम्रो प्रेम सर र बस्यौँ अगाडिको सिटमा। पछिको सिटमा 2 जना साथीहरू, जम्मा हामी 4 जना थियौँ। अनि त्यस पछाडि हामी यहाँबाट चढेर भ्यूहरू हेर्दै होइन, अब धेरै महिना वर्षै भनौँ न, म त त्यहाँ गएको पनि थिइनँ क्यान्टिन हाइलेट त। अनि हामी चाहिँ क्यान्टिन आइल्यान्ड पुगेर चाहिँ टिकटहरू हामीले काट्यौँ अनलाइन, फेरि केबल कार चढ्नको लागि होइन। लगभग हामीलाई 1 घन्टा जति लाग्यो केएल सेन्ट्रलबाट क्यान्टिन आइल्यान्ड पुग्नलाई। यहाँबाट हामी साथीहरूसँग सरर गयौँ। हामी चाहिँ 3rd फ्लोरमा थियौँ। 3rd फ्लोरमा चाहिँ चढेर बस स्ट्यान्डबाट 3rd फ्लोरमा चढेर चाहिँ टिकट चाहिँ काट्नु पर्ने रहेछ त्यहाँ केबल कारको। अनि त्यही भएर चाहिँ हामी जाँदैछौँ, स्क्यान गर्दैछौँ। हामीले कार्ड स्क्यान गरे पछाडि डोर ओपन हुन्छ, देन विल गो। अनि हामी चढ्यौँ केबल कारमा हामी 4 जना चढ्यौँ। अनि केबल कार फेरि एक्सपिरियन्स पनि फर्स्ट टाइम हो मेरो चाहिँ होइन। अनि रमाइलो लाग्यो ठ्याक्क चढ्दाखेरि होइन। गडक्क हल्लिँदो रहेछ है केबल कार, सरर गइयो। अनि चट्ट भ्यूहरू होइन, वातावरण है, हरियाली जङ्गलहरू होइन। अनि त्यतातिरको भिडियोहरू केही क्याप्चरहरू गरियो। अनि केटाहरू पनि रमाइलो गरिरहेछ, इन्जोय भइरहेछ केटाहरूलाई पनि प्लस मलाई पनि। अनि केबल कार आउने जाने क्रमहरू भइरहेछ होइन। यता प्रेम सर हुनुहुन्छ, अर्को यता सोल्टी हुनुहुन्छ, यता हिरा भाइ छ है। अनि केटाहरू चाहिँ आफ्नै पारामा गफ गर्दैछ, आफ्नै पारामा भिडियो बनाउँदैछ। केटाहरू पनि ब्लग बनाउँदैछ होइन, म पनि ब्लग बनाउँदैछु, भिडियो पनि गर्दैछु, फोटो पनि खिच्दैछु। सरर गइयो। जस 1 किलोमिटर जति टाढा रहेछ वहाँ पुग्नका लागि चाहिँ। अनि सरर गएर भिडियोहरू बनाउँदै, खिच्दै, इन्जोय गर्दै हामीलाई चाहिँ केएल सेन्टरबाट अलिक 2-3 घन्टै जस्तो लाग्छ होला भनेर सोचेको थियौँ। तर त्यत्रो समय भएन, गाडी पनि रफ्तारमै कुद्यो र बाटोहरू पनि खाली नै थियो, रोडहरू। त्यही भएर हामी अलिक छिटो नै पुग्यौँ त्यहाँनिर। अनि बाटोहरू त्यही हो, यो के भन्छ, सिन्धुलीको बाटो राउन्डिङ हुन्छ नि, त्यस्तै थियो क्या। बाटोहरू चाहिँ पुरा टर्निङ, उकालो नै उकालो। हामी त्यहाँबाट झरेर फेरि तल मन्दिर जाने सोचमा भयौँ। अब मलाई त थाहा थिएन कता जाने हो भनेर। त्यही एकजना भाइ थियो, हिरा भाइ, ऊ चाहिँ पहिले पनि आएको रहेछ। त्यही भएर चाहिँ हामीलाई अलिकति सजिलो भयो घुम्नको लागि, लोकेसनहरू होइन, कताबाट कसरी जाने। हामी चाहिँ लिफ्ट चढ्दै तल झरिरहेछौँ, तल पनि फेरि तपाईँको 5-6 फ्लोर तल झर्नुपर्ने रहेछ। अनि मात्रै मन्दिर भेटिने रहेछ है। अब यहाँ आएर पनि अब दृश्यहरू चाहिँ देखिने रहेछ है। तल आयौँ हामी मन्दिर। अनि यहाँनिर चाहिँ गौतम बुद्धको पनि मन्दिर छ ठुलो त्यहाँनिर। अनि यो चाइनिज अरू यो इतिहासहरू रहेछ है, चाइनिजहरूको, चाइनाको इतिहास रहेछ यहाँनिर। गौतम बुद्ध छ प्लस यहाँनिर। अनि सर र भ्यूहरू लियौँ त्यहाँको। त्यस पछाडि हामीहरूले चाहिँ गर्मी भयो, अनि जुस खायौँ, जुसहरू किनेर खायौँ। पाइनएप्पल जुस, ओरेन्ज जुस, म्याङ्गो जुस, केटाहरूको आफ्नो छानी होइन। अनि त्यहाँ चाहिँ फेरि यता के भन्छ, धनकुटाको जस्तो क्या, एकैछिनमा चिसो आउने होइन, एकैछिनमा फेरि हप्प गरी भइहाल्ने होइन। अनि पुरा त्यो कुहिरो लाए जस्तो हुस्से पुरै आउने, पुरै छेक्ने, केही नदेखिने है। अनि त्यस्तो थियो। हामीले पनि अनि जुस खाइसक्यौँ साथीहरू। हस् त, धन्यवाद।